Hello guys, welcome back to the channel. It's me BYD 1996. So आज ब्याक वर्कआउट डे हो र आज मसँग वर्कआउट गर्न मेरो साथी समीप पनि छ. So let's start with our first workout, rope lats pull down. So हामीले lats rope pull down गर्नुको मेन रिजन हाम्रो ल्याट्सहरु लुज नहुनुको लागि र हाम्रो ब्याकको स्ट्रेचिङको लागि पनि गर्छौं. So हामीले यसको 10 reps को 3 sets गर्यौं as a starter for back workout. So next exercise हामीले lats pull down गर्यौं. यसमा हामीले 10 reps को 3 sets with heavy weights गर्यौं. So lats pull down मा नि हामीले मेनली lats लाई फोकस गर्छौं जसले गर्दा हाम्रो ब्याक को विड्थ इन्क्रिज गर्नमा हेल्प गर्छ. So थर्ड एक्सरसाइज हामीले lats pull down close grip को गर्यौं. यो हामीले 10 reps of 3 sets with heavy weights गर्यौं. So हामीले थर्ड एक्सरसाइज seated rows गर्यौं. यो चाहिँ मेनली हाम्रो ब्याक को थिकनेस र स्पेशली मिड ब्याक को थिकनेस को लागि हामीले फोकस गरेर गर्छौं. यसमा नि हामीले स्लोली मेन मसल माइन्ड कलेक्सन को बेसिसमा ब्याक स्क्विज गरेर फुल्ली फोकस वेमा यो एक्सरसाइजलाई 10 सेट्स अफ 3 सेट्स अफ 10 reps गर्यौं. सिटेड रो मेसिन एक्सरसाइज पछि हामीले नेक्स्ट एक्सरसाइज लोअर रो मेसिन गर्यौं. यसमा हामीले 10 reps of 3 sets परफर्म गर्यौं. स्लोली मसल माइन्ड कनेक्सनलाई फिल गरेर यो वर्कआउटलाई हामीले प्रपरली फर्ममा गर्यौं. फिफ्थ एक्सरसाइज हामीले टी बारमा गर्यौं. यसको नि हामीले 3 sets of 10 reps with heavy weight गर्यौं. टी बार एक्सरसाइज पछि म चाहिँ फ्यु पोजेसहरुमा बिजी भए र मेरो साथी चाहिँ डिफरेन्ट ग्रिपमा ल्याट्स पुल डाउन को फ्यु सेट्स गर्यो उसले. सो हाम्रो ब्याक वर्कआउट पनि सक्यो र अब आजको पम्प ब्याक को फ्यु पोजेस भिडियो त खिच्नै पर्यो. सो त्यसको नि फ्यु भिडियो बनायौं र आजको वर्कआउट हामीले यति नै गरेर एन्ड गर्यौं. So for further videos, do follow my channel and do subscribe and share this video to those who are motivated to build their muscles. So do subscribe, share and like and comment to this channel to get latest update on the gym motivational videos.